छोरीको होइन अरू जो विश्वास नगरेका मान्छे के भन्छ छर्सी गइन्छ ओ त्यो नानी वा त्यो बहिनी त्यो भाइ वा त्यो आमालाई चाहिँ चर्च पठाइदिनुहोस् न, चर्च गयो भने निको हुन्छ। त्यस्तै चाहिँ उसले पनि के प्रभु येशूको बारेमा सुनेको थियो, किनभने उसको रुपियाँ पैसा सबै कुरा खर्च भइसकेको थियो, तर उसको हालत झन् के त खराब भएको थियो उसको अवस्था है। अनि हामी यहाँ हेर्छौँ भने अर्को कुरा के हामी बुझ्न सक्छौँ भने चाहिँ जब उसले येशूको बारेमा सुन्यो नि उसले त्यतिखेर उसले विश्वास गरे कि मैले प्रभु येशूको वस्त्र मात्रै छोएँ भने पनि म परमेश्वरको उपस्थितिमा मात्रै जान पाएँ भने म निको हुन्छु भन्ने त्यो उसमा विश्वास थियो है। कतिपल्ट हाम्रो जीवन चाहिँ आज हामीले के त विश्वासको बारेमा हेर्दैछौँ है। कतिपल्ट मानिसमा जब होइन आशा हराउँछ होइन, जब मानिसमा एउटा आशा हुन्छ, एउटा भरोसा हुन्छ, एउटा भित्र एउटा विश्वास एउटा आशा र भरोसा के हुन्छ नि आज चाहिँ मेरो जीवनमा प्रभुले काम गर्नुहुनेछ। कोही मानिस रोगमा ग्रस्त छ भने होइन, कोही मानिस होइन दुःख कष्ट अभावमा छ भने आजको यो दिनमा चाहिँ मेरो घरमा अहिले मैले गरेका कामहरूमा प्रभुले ढोका खोलिदिनु हुनेछ। मेरो निम्ति असल कामहरू प्रभुले एउटा